यो चाहिँ दुईटा परेको छ हैन। यो परेको पनि आज ट्याप खोलामा मृत्यु हुन्छ। बिचरा साता हराएर पुरा रेडी हुँदैछ यता चाहिँ टम तयार चट्ट पारामा। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग न्यू भिडियो। सो गाइज आज चाहिँ हामी यहाँ हाम्रो चाहिँ पूजा छ होइन, पथरी भन्ने ठाउँमा म चाहिँ आएको छु अहिले पूजामा। अनि हामी चाहिँ हिजो बेलुका आएको पूजामा। अनि आज चाहिँ पूजाको कार्यक्रम हुँदैछ। अनि त्यसपछि पूजा चाहिँ यहाँ तल हुँदैछ। अहिले चाहिँ हामी यहाँ देवाको घरबाट जाँदैछौँ। हाम्रो साधनहरू यता पार्क गरेको छौँ। यो साधनमा हिजो हामी चाहिँ आएको थियौँ, बेलुकै आएको हामी यहाँ हाम्रो बाजेसँग होइन। अनि राति आइपुगेको थियौँ हामी चाहिँ। अनि त्यसपछि अहिले हाम्रो चाहिँ ठ्याक्क तल खोलामा पूजा गर्नुपर्ने हुन्छ क्या। गइसक्यो नि। अनि खोलामा पूजा गर्नुपर्ने हुन्छ। त्यहाँ चाहिँ आज हाम्रो अहिले कति बज्यो हौ भनेको? कति बज्यो अहिले? 9 भनेपछि हाम्रो 12-1 बजीसम्म त्यहीँ पूजा हुन्छ है। एउटा सुँगुर पनि ढालिँदैछ चट्टासँगले होइन। अनि त्यहाँ पूजासुजा गरेर अनि मात्रै यहाँ आइन्छ। अनि एकछिन प्रोग्राम हुन्छ यहाँ पूजाको, यताउति खाने प्रसाद-सर्सादहरू। अनि त्यहाँदेखि जाने हो फेरि हामी आफ्नै गन्तव्य घरतिर। यही बाटो आएको हो। यो पथरी भन्ने ठाउँ चाहिँ यस्तो जग्गा होइन, धेरै तल रहेछ। किर्तिपुरदेखि पनि अझै तल, लास्टै तल क्या। अनि त्यही भएर हिजो त हिँड्दा भन्दा पनि बाइकमा कुद्दा कहाँ आइपुग्दा पहिला पनि आएको थियो, बिर्सिहालेको। राति हुँदै कहाँ पुग्यो बाटो भुलेर क्या। अनि त्यही भएर फोन गर्दै त्यहाँ मान्छेलाई सोध्दै आउँदै अनि चट्टसँगले अहिले चाहिँ हामी यहाँ आएर आफ्नो काम गर्नु जाँदैछौँ। यहाँ हाम्रो अर्को भोजपुरी ब्लगर हुनुहुन्छ है। उहाँको च्यानलको नाम स्टार्टिङ मात्रै हुँदैछ भर्खरै अब होइन। उहाँको च्यानलको नाम के अरे? तपाईँको च्यानलको नाम सुरेन्द्र राई भोजपुर। उहाँलाई सब्सक्राइब गरिदिनु होला गाइज होइन। यो चाहिँ दुईटा परेको छ होइन। यो परेको पनि आज ट्याप खोलामा मृत्यु हुन्छ चट्टसँगले होइन। मैले चाहिँ हातमा चट्ट यसरी बोकिरहेको छु। अब यसलाई चाहिँ भरे दुईटा परेवा कतिवटा कुखुराहरू है? 7-8वटा कुखुरा छ, भालेहरू अनि डल्लै सुँगुर छिनाउने। सुँगुर डल्लै अनि आज पुलाउ भात पनि खाने हो चट्टसँगले भरै प्रसाद पूजा गरिसकेपछि। यही बाटो जाने हो गाइज होइन। यो बाटो हुँदै तल हाइवे छ, उहाँ हाइवे धेरै टाढो छैन। ऊ तल जानु हुँदैछ मान्छेहरू, हाम्रो ग्रुप, हाम्रो टोलीहरू जानु हुँदैछ ऊ तल। अनि चट्टसँगले भ्लग बनाउँदै हामी चाहिँ लाइन कि अझै अगाडि गइसक्नु पर्दा हामीहरू त कतिचोटि ऊ त्यहाँ जानु हुँदैछ त नि। भर्खरै त आइपुग्नु भएको। यताको मौसम चाहिँ पुरै घाम क्या, ओभर गर्मी हुने खालको क्या। अनि गर्मी हुने, मकैहरू भर्खरी उम्रिएर पानी परेर गजब भयो। गाइस हामी पूजा गर्ने ठाउँ चाहिँ यहाँ हो। हाम्रो सबजना आइसक्नु भएछ होइन। अनि चट्ट पाराले बाँसघारीमा यहाँ हो क्या। पहिलाको साल पनि आएको थियो। पहिलाको साल चाहिँ खोला अलिक यता थियो भने अहिले चाहिँ उता चाहिँ ब्ल्याङ्क भगाइदिएछ क्या। यहाँबाट बग्थ्यो पहिला चाहिँ। पूजा चाहिँ यहाँबाट हुन्छ क्या। पर त हामीहरूले
बनाउनु हुँदैछ है। अनि चट्ट बाँसघारीमा शीतल आनन्दले बस्नु पाइयो पनि, गर्मी पनि हुँदैन होइन। दामी भयो गाइस यहाँबाट चाहिँ। यो त पुरै अघि यता माथिबाट देखाएको थिएँ, अहिले यहाँ आएर देखेर चाहिँ पुरा रेडी हुँदैछ। यता चाहिँ पुरा टम तयार हुँदैछ यता चाहिँ चट्टसँगले, यहाँ चट्ट पारामा। बिचरा सातो हराएर बाख्राको गुलेर हिँड्न